हेलो साथीहरू, म त एकदम ठिक छु। आई होप तपाईँहरू पनि ठिकै हुनुहुन्छ होला। आज भोलि चाहिँ मैले भ्लग ल्याउन सकेको छैन, डे भ्लग, किनभने आजभोलि मेरो टाइम नै म्यानेज नभएर यो पनि मैले अब अस्ति भर्खरै मोनेटाइजेसन भएको आइडी अनि अहिले भिडियो नल्याउँदा त फेरि होल्डमा राखेको छ कि अगस्त 12 सम्म चाहिँ। अनि अहिले चाहिँ अब फेरि मैले भिडियोहरू नहाल्यो भने अब हुन्छ कि भनेर त्यो हालेको साथीहरू, अनि तपाईँहरूले पनि माया देखाइदिनु भएको छ। त्यही भएर आज चाहिँ मेरो भोइसमा अलिक समस्या छ साथीहरू, अन्यथा नलगिदिनु होला। आज चाहिँ मलाई अलिक समस्या भएको छ। अनि आज चाहिँ मैले के भिडियो ल्याएको छु जस्तो लागेकोलाई, भिडियोभन्दा पहिला चाहिँ म तपाईँलाई एउटा कुरा भन्छु। सबैले चाहिँ राम्रो भन्नुभएको छ, सबैले राम्रो कमेन्ट गरिदिनु भएको छ, सबैलाई थ्याङ्क यू सो मच साथीहरू। तर एउटा कमेन्ट देखेको थिएँ मैले, नाम चाहिँ भन्दैन साथीहरू होइन, त्यसले चाहिँ कति काली हो भनेको थियो। अनि मैले त्यो चाहिँ अप्रिल फुलको दिन मैले त्यो भिडियो बनाउँछु अनि हाल्छु भनेर एउटा त्यो हप्सहरू हुन्छ, तिनीहरू राम्रो हुन्छन्, धेरै राम्रो हुन्छन् उनीहरू। अब हामी साइन्स पढेको मान्छे होइन साथीहरू, हामीहरूलाई त त्यो थाहा छ नि त, त्यो वाइट स्किन भन्दा ब्ल्याक स्किन धेरै राम्रो हुन्छ हेल्थको लागि। क्यान्सर हुने त्यो प्रोबेबिलिटी ब्ल्याक स्किनमा एकदम कम हुन्छ। तपाईँहरू पनि अब म जस्तै हुनुहुन्छ भनेपछि चिन्ता नलाग्नु होला, किनकि अब हामी साइन्स पढेको मान्छे हो। ब्ल्याक स्किन वाइट स्किन भन्दा धेरै राम्रो हुन्छ। वाइट स्किन भएको मान्छेलाई क्यान्सर हुने, स्किन क्यान्सर, ब्लड क्यान्सर हुने प्रोबेबिलिटी एकदम बढी हुन्छ क्या। उनीहरूको देख्नुहुन्छ नि नसाहरू कस्तो देखिरहेको हुन्छ। त्यही भएर ब्ल्याक चाहिँ एकदम राम्रो हो। त्यही पनि अब कति काली हो यस्तो उस्तो भन्नुभएको छ, त्यस्तो भन्ने भएपछि नि राम्रोसँग भनिदिनु होला। मलाई काली भन्दा केही फरक पर्दैन, पढ्न त मलाई केही छैन। मलाई आई फिल प्राउड। म पहिला रुन्थेँ क्या साथीहरू, यस्तो रुन्थेँ। मलाई कसले काली भन्यो भने यस्तो रुने मान्छे हो नि साथीहरू म होइन। अहिले त आई प्राउड फिल, मलाई केही लाग्दैन साथीहरू, मलाई कसैको केही लाग्दैन। आजभोलि त मलाई कसले काली त यस्ती त उस्ती, मलाई जसले जे भने पनि केही फरक पर्दैन। तर कालोलाई चाहिँ नहेपिदिनु होला, त्यति भन्न खोजेँ। किनभने वाइटभन्दा कालोको स्किनहरू एकदम राम्रो हुन्छ। मैले आफ्नो भएर भनेको होइन, मैले एउटा म साइन्स पढेको, बायो साइन्स पढेको मान्छे हो। अनि मैले चाहिँ पढेकै कुराहरू तपाईँहरूलाई भनेको साथीहरू होइन। त्यो आफू भएर त्यस्तो टाइपको चाहिँ नसोधिदिनु होला। आज चाहिँ मैले के भिडियो लिएर आएको छु, अब भिडियोतिर जाऊँ। यो आज मैले के लिएर आएको छु, सामान किन्न गएको थिएँ कि साथीहरू, एउटा चिज किन्न जान्छु भन्दाखेरि अर्को चिज लिएर आउँछु मैले चाहिँ। अनि मैले चाहिँ आज के ल्याएको छु म तपाईँहरूलाई देखाउँछु अनि रेट पनि भन्छु। योदेखि चिनिसक्नु भएको होला साथीहरूले, केटी साथीहरूले चाहिँ के हुन्छ यो भित्र भनेर। यो छ, यो मात्रै टप छ साथीहरू। यो ठुलोवाला चाहिँ मेरो लागि हो, सानो चाहिँ हुँदैन, बहिनीलाई लगिदिनु पर्ला। अनि त्यसपछि यो काँटा यस्तो राम्रो लाग्यो कि साथीहरू। अब मेरो कपाल अलि लामै छ नि त, अनि अब छोड्यो भने चाहिँ त्यति अलि अर्कै लट्टिन्छ। अब कसैको त सिल्की हुन्छ, तिनीहरूको चाहिँ के हुँदैन, मेरो चाहिँ लट्टिन्छ। त्यही भएर यस्तै मैले चाहिँ प्रायः अब मलाई देखाएर चाहिँ थाहा पाउनु भएको होला, यस्तै बाँधिरहेको छु क्या मैले चाहिँ। अनि त्यही भएर त्यही किनेको। अनि अब कहिले अनि वाइट पनि यस्तो राम्रो लागेको, अनि मैले किनेको साथीहरू। अनि यो भइहाल्यो। त्यसपछि यो सिरम किनेको, फेरि यो युज गरेको भन्नु होला। मैले चाहिँ नुहाएर गएको थिएँ, अनि अहिले यो चिल्लो देख्न सक्नुहुन्छ। यो चाहिँ मैले अहिले यो सिरम लगाएको, त्यही भएर हो मैले अहिले भर्खर लगाएको। तर किन्न पनि आजै किनेको यसलाई। फेरि युज गरेको देखाइ भन्नु होला, फेरि त्यस्तो नभनिदिनु होला फेरि। अनि यो माला मैले एकचोटि ट्राई गरेको थिएँ, त्यही भएर यस्तो देखियो साथीहरू। मैले यो ट्राई गरेको थियो जम्छु कि नै भनेर। फेरि यो पुरानो माला लिएर देखेन भन्नु होला। हेर्नुहोस् कस्तो छ। अनि यो लास्ट र यो टी सर्टको कुरा साथीहरू, कस्तो राम्रो छ कि हेर्नुहोस् न। के भनौँ साथीहरू, शब्दै छैन भन्ने चाहिँ। मलाई चाहिँ राम्रो लाग्यो। अब सबैको चोइस एउटै हुँदैन, तर धेरै राम्रो छ साथीहरू। यस्तो फ्लेक्सिबल, हेर्नु न, यति मोटो मोटो मान्छेहरूलाई पनि हुन्छ होला क्या। अनि यो सबभन्दा कस्तो क्युट साथीहरू, यस्तो क्युट के, यस्तो राम्रो। कस्तो अरू कलर पनि थियो तर मलाई वाइट अट्र्याक्टिभ लाग्छ, नजमे पनि राम्रै लाग्छ होइन साथीहरू। कस्तो राम्रो। यो चाहिँ साथीहरू यो रेटमा नास्ता पनि आउँदैन कि, यति सस्तो हो। यसको चाहिँ गेस गर्नु होला, म सबको रेट भन्छु। यसको रेटमा जसको गेस मिल्छ म उहाँहरूको कमेन्ट राखेर अर्को भिडियोमा भिडियो बनाउँछु। यो चाहिँ यसको रेटमा चाहिँ नास्ता आउँदैन साथीहरू, राम्रो नास्ता आउँदैन। मैले यति हिन्ट चाहिँ दिएको छु, सबैले कमेन्ट गर्नु होला। अनि त्यसपछि यसको चाहिँ 250 पऱ्यो साथीहरू। अब कलर जाँदैन भनेर थियो, अब खै के हो। अनि यसको त अब युज गर्नेहरूलाई थाहा होला, यो चाहिँ 200 फिक्स हो। अनि यसलाई चाहिँ 250 भनेको थियो, पछि 200मा ल्याएको मैले डिस्काउन्ट गरेर। अनि यसको 200 भनेको थियो 150मा ल्याएको। अनि यसको 120 भनेको थियो 100मा ल्याएको।
यति हो साथीहरू। अनि यो टी सर्टको रेट चाहिँ गेस गर्नु होला, जसको कमेन्ट मिल्छ यो रेटसँग म उहाँको भिडियो बनाएर भिडियोमा राख्नेछु। साथीहरू धेरै सपोर्ट गरिदिनु होला, माया गरिदिनु होला। आजभोलि मेरो टाइम म्यानेज नभएको कारणले गर्दा मैले लङ भिडियो ल्याउन सकेको छैन। आइ एम सो सरी साथीहरू होइन। तर मेरो अहिले चाहिँ मोनेटाइजेसन भर्खर भएको छ, सबैले सपोर्ट गरिदिनु होला। अस्ति 6.5K थियो भनेपछि आज चाहिँ 7.5K पुगेको छ। अब मेरो छिटो 10K पुऱ्याइदिनु होला साथीहरू। अनि यो फेरि फलो गर्ने फेरि अनफलो गर्ने पनि मैले धेरै देखेँ साथीहरू। अब भन्न चाहिँ भन्दैन, कतिका नाम बाँड्नु। अरू सबैले चाहिँ सपोर्ट गर्नुभएको छ, धेरै माया गर्नुभएको छ। यस्तै अझै माया गर्नु होला। अब यति मायाले त हुँदैन साथीहरू, अलि धेरै माया गर्दै जानु होला। मेरो भिडियो के कस्तो लाग्छ कमेन्ट गरिदिनु होला। अहिले चाहिँ म लङ भिडियो ल्याउन सकेको छैन, मेरो टाइम म्यानेज नभएर हो साथीहरू। टाइम म्यानेज हुनु बित्तिकै म लङ भिडियो ल्याउँछु। त्यही पनि मैले केही न केही ल्याइरहेको हुन्छु। अनि आज चाहिँ म बजार गएको थिएँ। बजार पनि के भन्नु, अब कलासबाट आउँदाखेरि अलिअलि सामान किन्छु भनेको थिएँ, यत्रो सामान किनेर आएँ मैले। अब केही छैन साथीहरू, सबैले सपोर्ट गरिदिनु होला, माया गरिदिनु होला। अनि तपाईँहरू पनि कन्टेन्ट बनाउन सोचिराख्नु भएको छ भने चाहिँ धेरै नसोच्नु होला, मेरो मोबाइल छैन, राम्रो छैन, यस्तो छैन उस्तो छैन, केही नसोच्नु होला। मेरो पनि केही थिएन साथीहरू, मेरो पनि एन्ड्रोइड हो। तपाईँले थाहा पाइसक्नु भएको होला भिडियोहरू देखेर। केही पनि हुँदैन, आफ्नो इच्छा हुनुपर्छ भित्रबाट। मलाई चाहिँ पहिलेदेखि म ब्लगर बन्छु, आफ्नो कन्टेन्ट देखाउँछु, म आफ्नो लाइफ देखाउँछु भन्ने मेरो पहिलेदेखिको सोच हो। अब भिडियोहरू पछि राम्रो हुँदै जाला। अहिले चाहिँ अब त्यति कन्फिडेन्स पनि छैन, त्यति बोल्नु पनि छैन। सबैको भिडियो सुरुमा त्यति राम्रो हुँदैन, पछि बनाउँदै गएपछि राम्रो हुने हो साथीहरू। के कस्तो मेरो कमी कमजोरीहरू छ भनिदिनु होला। अनि कालो मान्छेलाई नहेपिदिनु होला कमेन्टमा। तपाईँले यो भिडियो हेर्नुभयो भनेपछि कालो मान्छे गोरो मान्छे भन्दा हेल्दी हुन्छ, तर हेल्दी फेरि तै बिरामी हुन्छ भन्लान् मलाई। त्यस्तो हेल्दी होइन, ठुलो रोगहरू, स्किन ड्यामेजहरू, त्यस्तो रोगहरू लाग्दैन ब्ल्याक स्किन भएको मान्छेलाई। इक्जाम्पल पनि दिउँला म कुनै दिन साथीहरू। अहिले चाहिँ भिडियो धेरै लङ भइसक्यो, फेरि तपाईँहरूलाई पनि झ्याउ लाग्ला है साथीहरू। त्यही भएर सबैले सपोर्ट गरिदिनु होला, माया गरिदिनु होला। म चाहिँ भिडियो डेली ल्याउँछु साथीहरू, डेली आउँछ मेरो भिडियो। साँझ 6 देखि 8 बजे चाहिँ म जसरी पनि भिडियो डेली केही न केही चाहिँ ल्याउँछु। मैले त्यो एक्टिङको छोडेर म आफ्नो भोइसमा रियल क्यामेराबाट म भिडियो जहिले पनि ल्याउँछु। कुनै दिन कारणवश केही भएन भनेपछि म नोटमा लेख्छु। सबैले मेरो भिडियोको वेट गरिदिनु होला साथीहरू, सबैले माया गरिदिनु होला। लभ यु अल, बाई साथीहरू।